क्या किसिमको जग्गा छ बाबु जग्गा चाहिँ कुन हो ए अडिको यो डाँडा ए तेरिका कहाँ डाँडा हुनु अलि त हेर्नु अलि त यो भिर कहाँ भिर हुनु अलि उधर यो खोला ए मुखिया साहब हामी जस्तो इलिगल कुरा चाहिँ बेच्दैनौँ है फेरि हामीलाई पनि इमान इज्जत भन्ने कुरा छ नि अनि बाबु जग्गा चाहिँ कुन हो जग्गा त्यो डाँडा भन्दा यता यो भिर भन्दा उता खोला भन्दा ठ्याक्कै माथिको जग्गा तपाईँको त हो नि यो हावा मुखिया साहब हावा होइन कि हिरा हिरा तपाईँलाई म गोप्य कुरा भन्छु के रहेछ अब सरकार चेन्ज भएपछि यो खोला पुर्ने निर्णय हुँदैछ क्या खोला पुरेर माटो हाल्ने बित्तिकै माथि आयो अब त्यो यो डाँडा र यो डाँडाको बिचमा माटो भरेपछि हावा भाटामा त जमिन भयो नि त त्यो जमिन तपाईँलाई बेच्न खोज्यो त्यो सिलिन्डर पर्छ हिरा हो हिरा त्यहाँ माथि एउटा मार्ग खोल्दैछ क्या कुन मार्ग इन्जिनियर साहब परलोक मार्ग ए भाइ यो लोक मार्ग भन्ने सुनेको थिएँ परलोक मार्ग भने कस्तो हो परलोक मार्ग भनेको सोध्नु पर्यो नि परलोक मार्ग भने धेरै परसम्म पुग्ने खालको मार्ग हो क्या तपाईँको नाति खनाति छनाति अब भइरह्यो भने तपाईँबाट जन्मियो मान्छे कोही भने चाहिँ उनीहरूलाई काम लाग्छ कि यो चाहिँ कुरो बुझ्नुभयो पछि त यो मान्छेले के भन्छन् भने मुखिया अनुहार झुसिल्किरहेको छ भने जग्गा चाहिँ हिरै किनेछ भन्छन् के कुरो बुझ्नुभयो नक्सा हेर्ने नक्सा यो त खाली छ त अनि जग्गा पनि छैन नि त अहिले त पछि भरेपछि पछाडि आफैले कोर्ने हो क्या भरेपछि कोर्ने के फरक पर्दैन बैना छैन गरेर मिलाइहाल्नु के गरौँ ल 50 बैना गरौँ त एकछिन के एकछिन भने बैना गर्न लागेको थिएन चुनाव 5,000 दिउँला घर जग्गा किन्दाखेरि यस्तो दलालहरूको पछि नलाग्नुहोस् ए कसलाई दलाल भने तिमीले भने होला कि बहिनी के भन्न लागेको थियो भन त के हुनु नि दाइ घर जग्गा किन्दाखेरि यस्तो दलालहरूको पछाडि लागेर हुन्छ भरपर्दो माध्यम खोज्नु पर्यो नि अनि भरपर्दो माध्यम चाहिँ कहाँबाट खोज्ने हो तेरिका दाई स्किल सेवाले यही आउँदो फागुन 15, 16 र 17 गते बुद्धनगर काठमाडौँमा घर निर्माण फेस्टिभल गर्दैछ यो फेस्टिभल चाहिँ नेपालमा पहिलोचोटि हुँदैछ र यदि तपाईहरु पनि जग्गा किन्दै हुन्छ घर किन्दै हुन्छ वा घर बनाउँदै हुनुहुन्छ भने तपाईहरु पनि यो फेस्टिभलमा सहभागी हुन सक्नुहुन्छ सरकारी मापदण्डबारे प्यानल डिस्कसन 3D मोडल कम्पिटिसन प्रपर्टी इन्स्योरेन्स होम लोन एक्सपर्टिजहरुको स्टलहरु पनि हुन्छ तपाई यो फागुन 15, 16 र 17 गते यो फेस्टिभलमा सहभागी हुनुस् तपाईलाई धेरै आइडिया हुन्छ थ्यांक यू बहिनी मलाई सम्झाएकोमा म यो दलेहरुलाई ठिक पारिहाल्छु नि ओइ कहाँ हिँडेको कहाँ हुनु नि उतै स्किल सेवाको फागुन 15, 16, 17 गतेको घर निर्माण फेस्टिभल भेट्नु भयो त गएको यार अब हामी सिक्नु पर्यो नि कारोबार